हेलो एभ्रिवान, गुड मर्निङ। 2026 को आज चाहिँ पहिलो दिन अनि पहिलो भिडियो। सबैलाई स्वागत छ मेरो तर्फदेखिबाट पहिलो मेरो भिडियोमा। अनि हामीले चाहिँ अहिले जान आँटेको छौँ पिकनिक। हेर्न सक्नुहुन्छ पुरा फुल तयारीमा। मैले सबै थोक घरमा बनाएर लगेको, किनकि हामी चाहिँ बाहिर बनाएको केही खानौँ नि त, त्यसको लागि भनेर। अनि यता मेरो पडोसी पनि जाँदैछन् नि त हामीहरूसँग। अनि यता सानीमा हामी सबै भएर टमटममा चढेर अब यहाँबाट निक्लिसकेको छौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले। त्यहाँदेखिबाट अब यहाँबाट हामीलाई गएर मेरो नन्दलाई पनि पिकअप गर्नु छ नि त आधी रास्तादेखिबाट। यता चाहिँ मैले दोकानबाट एउटा सामान लिएर यता चाहिँ मेरो नन्दा उठिसकेको छौँ टमटममा, हेर्न सक्नुहुन्छ। अनि हामीहरू चाहिँ जाँदा जाँदै यता चाहिँ रस्ता एकदमै खराब रहेछ, किनकि म चाहिँ यता पहिली बार आएको। मेरो चाहिँ घर सामने छ र पनि म चाहिँ कहिले पनि आएको थिइनँ। यसपालि नै पहिली बार आएको। रस्ता चाहिँ एकदमै खराब रहेछ। टमटम चाहिँ मान्छे लिएर जानु नसक्ने रहेछ है। सबै हामीलाई नमाइदिएर टमटम चाहिँ पछि पछि आउँदैछ। अनि हामी चाहिँ जाँदैछौँ। खेतको बिचदेखिबाट जानु पर्दो रहेछ यो बुढै नदी चाहिँ। नानीहरू सबैलाई लिएर हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ हामीहरू त्यहाँ पुगिसकेकै छौँ। अब आधी रास्ता चाहिँ पुग्यौँ। अब वहीँ चाहिँ पुगिसकेको छैनौँ। यता नन्द पनि आउनुहुँदैछ, अर्को नन्द पनि। दादाहरू चाहिँ स्कुटीमा आउनुभएको। अनि यता चाहिँ नन्दलाई चाहिँ यता तपाईँहरूलाई हाई भन्नुहुँदैछ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ अनि त्यहाँदेखिबाट हामी चाहिँ पुगिसकेको छौँ। पुरा पिकनिकको माहौल चाहिँ एकदमै राम्रो चलिरहेको छ सबैतिर, चारैतिर सबैजना अब पिकनिक खाइराख्नु भएको छ। हाम्रो त त्यस्तो केही छैन बनाउनु हेर्ने, अब बनाएर ल्याएको छ अलरेडी। हामी चाहिँ सिर्फ फोटोसोटो खिच्ने होइन, अनि त्यहाँ एउटा भिडियोहरू बनाउने, अनि खाइबे गरेर घरतिर जाने भनेर। अनि आज 1 तारिकको दिन भनेर हामी चाहिँ घरमा के बस्नु भनेर आएको छौँ यता। अनि यता चाहिँ अहिले हामी चाहिँ चटपटेको तयारी गरिसकेको छौँ, हेर्न सक्नुहुन्छ। अनि त्यहाँदेखिबाट चाहिँ पुरी चटपटे खाने भनेर चटपटेको तयारी गरेको हामीले चाहिँ। अनि यता चाहिँ मेरो जुगाड चाहिँ हेर्नु न धुलाउने। मजाले हामीले चाहिँ 2जनाले भएर काटिसकेको छौँ, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ एकदम सडनली प्लान भएको थियो नि त हामीको चाहिँ आउने, त्यसको लागि भनेर यतिकै चाहिँ जुगाड भएन। यता चाहिँ रोस्टिङ गर्ने अरे, अरू चाहिँ हामी त अब खान्नौँ। अरू चाहिँ नन्दहरूले मेरो पडोसीहरू सबै चाहिँ रोस्टिङ गरेर चिकन खाने अरे नि त, त्यसको लागि आगो बाल्नुभएको। हेर्नु न आगो चाहिँ कति राम्ररी आगो पनि बढिसकेको छ। अनि म तपाईँलाई भनेको थिएँ हामी सडनली प्लानले आगो बनाए, त्यस्तो केही सुविधा छैन। अब गिलासमै चटपटे खानुहुँदैछ। अनि यता चाहिँ एकदम टेस्टी भएको छ भाउजू भन्नुहुँदैछ मेरो नन्दले चाहिँ। अनि यता मैले पनि खाँदैछु। चटपटे चाहिँ एकदमै टेस्टी भएको थियो है। आजको चटपटे चाहिँ एकदमै राम्रो लागेको थियो, खाएर पनि धेरै नै राम्रो लाग्यो। अनि त्यो खाएर चाहिँ मैले चाहिँ यता ड्राई फ्राई चिकन गरेर ल्याएको थिएँ, त्यो पनि खाएर। हामी चाहिँ अब हिँडिसकेको छौँ सबैजना। सानो नानीहरू लिएर आएको छौँ नि त। अनि बेसी राति पनि राम्रो होइन, इभिनिङको भ्यू चाहिँ यस्तै राम्रो देखिँदैछ, हेर्न सक्नुहुन्छ। नदीको नदीको चाहिँ यस्तो चिसो हावा आइरहेको थियो नि त गाइस, के भन्नु र। यता नन्द र म पनि अब निक्ल्यौँ, सबै थोक स्कुटीमा चढाइदिउँ। अनि यता टमटम तपाईँ त आउनु सक्दैन, अब तपाईँहरूले रास्ता देखिसक्नु नै भएको छ कस्तो छ। टमटम चुक्दै छ। अनि यता स्कुटीमा सबै सामानहरू चढाइदिन हामी चाहिँ। अनि यता घर टमटममा चढिसकेको छौँ। आजको भिडियो चाहिँ यति नै हो। राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु। मेरो पेजलाई फलो गर्न चाहिँ नभुल्नु होला। तपाईँहरूलाई चाहिँ कस्तो कस्तो गरेर सेलिब्रेसन गर्नुभयो 2026 को 1 जनवरी कमेन्ट गरेर जनाउनु होला मलाई। अहिले चाहिँ म फाइनली घर पनि पुगेँ। घर चाहिँ आइपुगिसक्यौँ अहिले चाहिँ हामी पिकनिकबाट पनि।